कुरा 1937 को हो। महिना चाहिँ मलाई सम्झना छैन। पत्नी सुशीलासँग म आफ्नो घर विराटनगरतिर जाँदै थिएँ। हाम्रो बिहे भर्खर भएको थियो। कटिहारबाट जुगबनी जाने रेलमा यात्रा गर्दै थियौँ। ठुलो पानी परिरहेको थियो। एउटा स्टेसनबाट जब रेल चल्यो, एक युवक ढोकाको डन्डी समातेर बाहिरपट्टि झुन्डिरहेको देखे। रेल सिँसी गर्दै तीव्र गतिमा दौडिरहेको थियो। त्यो युवक पानीले लचप्पै भिजेको थियो। हामी सेकेन्ड क्लास डब्बामा थियौँ। त्यो बेला सेकेन्ड क्लास डब्बा राजसी मानिन्थ्यो। डब्बामा हामी दम्पति मात्र थियौँ। त्यस अपरिचित युवकलाई भित्र आउन दिने कि नदिने भनेर हामी दुवै अन्योलमा थियौँ। त्यस्तो मान्छे चोर लुटेरा पनि हुनसक्छ। हत्या गर्ने र लुट्ने उद्देश्यले भित्र आउन खोजेको पनि हुनसक्छ। तर सुशीलाले मन थाम्न सकिनन्। उसको दयनीय अवस्था देखेर ढोका खोलिदिन्। भित्र पसेपछि हामी दम्पतिलाई मात्र डब्बामा देखेर त्यो युवक बडो दुविधामा पर्यो। सिटमा बस्ने आँट गरेन। डराए जस्तो गरेर उभिरह्यो। हामीले बस्न धेरैपल्ट कर गरेपछि बल्ल एउटा सिटमा छेउपट्टि खुम्चिएर बस्यो। के बेरपछि उसले आफ्नो परिचय दियो अनि हाम्रो परिचय पनि माग्यो। परिचयको आदान प्रदानपछि ऊ एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आयो। त्यसपछि हाम्रै घरमा बस्न थाल्यो। त्यो व्यक्ति थियो हिन्दीको प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु। रेणुले मलाई सान्दाजु भन्थे। नेपालीमा सान्दाजुको अर्थ हो जेठोभन्दा मुनिको तर आफूभन्दा माथिको दाजु। हामी 5 भाइमध्ये मातृका प्रसाद कोइराला जेठा हुन्। हामी उनलाई ठुल्दाजु भन्छौँ। उनीभन्दा सानो मभन्दा मुनिका भाइहरूले मलाई सान्दाजु भन्छन्। विराटनगरमा मेरा पिताजी स्वर्गीय कृष्णप्रसाद कोइराला, जसलाई नेपालका गान्धी भन्ने गरिन्थ्यो, ले एउटा स्कुल खोल्नु भएको थियो। त्यो स्कुल नेपालको तराई क्षेत्रको पहिलो थियो। त्यही स्कुलमा भर्ना भएर रेणुले प्रारम्भिक शिक्षा लिए। मेरो भाइ तारिणीसँग रेणुको राम्रो मित्रता थियो। दुवैमा साहित्यप्रतिको रुचि थियो। साहित्यका रसिक प्रेमी यी दुवै कहिलेकाहीँ लेख्ने पनि गर्थे। तारिणी र रेणु समवयी थिए। त्यही बेलादेखि रेणु कोइराला परिवारका अभिन्न सदस्य बने र जीवन प्रयत्न बनिरहे। रेणु हिन्दीका मात्र होइन, बङ्गाली साहित्यका पनि ज्ञाता र रसग्राही थिए। त्यो बेला उनी विशेष गरी सतीनाथ भादुडीका उग्र क्रान्तिकारी राजनैतिक रचनाहरूप्रति धेरै आसक्त थिए। उनीले मलाई सतीनाथजीसँग भेट गराए अनि उनका रचना सुनाएर र पढाएर रसवादन गराए। मेरा केही रचना हिन्दी मासिक हंस र नेपाली मासिक शारदामा छापिसकेका थिए। रेणु मेरा साहित्यिक सहायक बने। पछि उनले मेरा केही रचना हिन्दीमा अनुवाद गरे। पटनाबाट रामवृक्ष बेनीपुरीको सम्पादनमा प्रकाशन हुने मासिक हिमालयमा मेरो एउटा कथाको हिन्दी अनुवाद रेणुले नै छपाएका थिए। यी सबै कुरा भन्नुभन्दा पनि मुख्य कुरा रेणु मेरा साना भाइ थिए। उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरो जस्तै थियो। उनको विचार मेरो आफ्नै जस्तो लाग्थ्यो। साँच्चै उनी मेरै थिए। उनी स्वतन्त्रताका प्रचण्ड योद्धा थिए। नेपालको प्रजातान्त्रिक सङ्घर्षमा हामीसँग काँध मिलाएर सँगसँगै लडे। राणा शासन समाप्त पार्न 2007मा नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्ति गर्यो। रेणु पनि क्रान्तिमा सहभागी भए र मुक्ति सेनाको बर्देमा मसँगै बन्दुक बोकेर लडाइँमा उमिए। त्यही बेला उनले नेपाली काङ्ग्रेसको प्रचार प्रसार तथा प्रतिबन्धित आकाशवाणी विराटनगरमा स्थापना गर्न महत्त्वपूर्ण भूमिका पुरा गरेका थिए। सन् 1937मा रेणुसँग परिचय भएदेखि उनी मेरा घनिष्ठ भए। बीचबीचमा हाम्रो सम्पर्क कम हुने गर्थ्यो। 8 वर्षको निरन्तर आत्मनिर्वासनपछि सन् 1976मा स्वदेश फर्किने तयारी गर्दै थिए। त्यही क्रममा म पटना पुगेँ। 31 डिसेम्बरमा काठमाडौँ फर्किने कार्यक्रम थियो। त्यससँगै रेणुसँग भेट्ने इच्छा थियो। पटनामा के मित्रसँग सोद्धा थाहा भयो रेणु बिरामी भएर अस्पतालमा भर्ना भएका छन्। त्यस बेला रातको 10 बजिसकेको थियो। म हतारिँदै उनलाई भेट्न अस्पताल पुगेँ। यस्तो बेलामा बिरामीलाई भेट्न उचित हुँदैन भन्ने जान्दा जान्दै पनि गए। कारण अर्को दिन बिहानै काठमाडौँ प्रस्थान गर्नुपर्ने थियो। रेणुसँग भेट गर्ने अर्को अवसर नै मिल्ने थिएन। अस्पतालमा शैयालीन रेणुलाई भेटेँ। उनी कङ्काल जस्तै भइसकेका थिए। डाक्टरले भनेअनुसार उनी कुनै घातक रोगबाट ग्रस्त थिए। मैले धेरैचोटि ढिपी गर्दा पनि उनले मानेनन्। उठेर मेरा खुट्टा छोए। मलाई भेट्दा कुनै हराएको महत्त्वपूर्ण चिज भेटे जस्तै गदगद भए। उनले भने, म बिरामी छु। यतिखेर नेपालको प्रजातान्त्रिक सङ्घर्षका निम्ति सहयोग दिन सक्दिनँ। म छिट्टै स्वस्थ भएर सारनाथ जान्छु र सुशीला भाउजूसँगै बसेर उनको सेवा गर्नेछु। त्यहाँ रहेका युवालाई मेरो परिचय गराउँदै उनले भने, तपाईहरूले कोइरालाजीबाट धेरै प्रेरणा लिनुपर्छ।
हामी आफ्नो राजनीतिक अधिकारका लागि सङ्घर्षमा मर्न डराउँछौँ। कोइरालाजी भने सङ्घर्षको नेतृत्व सञ्चालन गरेर मृत्युको आह्वान स्वीकार गर्दै काठमाडौँ फर्किँदै हुनुहुन्छ। रेणुले मेरा सबै रचनालाई हिन्दीमा अनुवाद गर्ने इच्छा व्यक्त गरे। अर्को कुरा, उनले मेरो एउटा उपन्यास नरेन्द्र दाई हिन्दीमा अनुवाद गरिसकेर छाप्ने व्यवस्था समेत मिलाएका थिए। यस्तैमा आपत्ति स्थिति आइपर्यो। राजकाज कानुन अन्तर्गत लगाइएका केही अभियोगका लागि मलाई मेको प्रारम्भतिर सर्वोच्च अदालत लगिएको थियो। अदालतमा दिनमानको एक प्रति कतैबाट प्राप्त भयो। आवरणमा रेणुको तस्बिर थियो। पत्रिका पल्टाएर हेर्न साथ म स्तब्ध भएँ। रेणुको मृत्युको समाचार र केही लेख थिए। उनको मृत्युको खबरले मलाई एउटा ठुलो चिज हराएको महसुस भयो। अरू बेला भए म मौन बसेर त्यो दुःख झेल्ने शक्ति बटुल्ने थिएँ। तर अदालतमा मैले आफ्नो बचाउमा सफाई दिनुपर्ने र वकिलहरूको बहस सुन्नुपर्ने थियो। म जबरजस्ती संयमित भएँ। जसले पनि अनुमान गर्न सक्छ यसका निम्ति मैले कतै ठुलो आत्मसङ्घर्ष गर्नु पर्यो होला। मेरा लागि रेणुको मृत्यु भएको छैन। उनी मेरा हृदयमा जीवित छन्। हामी कोइराला परिवारको हृदयमा जीवित छन्। प्रजातन्त्रका लागि सङ्घर्ष गरेका सम्पूर्ण नेपाली र भारतीय सिपाहीको मनमा जीवित छन्। रेणुको मृत्यु भयो तर उनी जीवित छन्। आफ्नो क्रान्तिकारिताका निम्ति, आफ्नो क्रान्तिकारी विचारका निम्ति, तानाशाही विरुद्ध सङ्घर्षका निम्ति, आफ्नो बाँच्ने इच्छाका निम्ति, आफ्नो नवसृष्टिको अभिलाषाका निम्ति।